कर्णाली पनि कालीकोट जिल्लाबाट कर्णालीको कालीकोटबाट उहाँ आउनुभएको छ। लागि स्टेजमा आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। बोकेर काँडा यी पाउहरूमा लगाउन मलम ती घाउहरूमा बोकेर काँडा यी पाउहरूमा म सुस्केर हाल्दै सुसाउँदै आएँ डुबेर रगतका तलाउहरूमा बोकेर काँडा यी पाउहरूमा लगाउन मलम ती घाउहरूमा। म कर्णाली प्रदेश कालीकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै यो स्टेजसम्म आइपुगेको छु। म तपाईहरुलाई यो पनि जानकारी गराउन चाहन्छु, हामी विद्यार्थीहरू किताब पढेर मात्र विद्यार्थी भइदैन, विद्यार्थीमा हुनुपर्ने गुणहरू प्रशस्त हुन्छ। विद्यार्थीले ती गुण सबैमा देखाउन सक्यो भने विद्यार्थी भएको मानिन्छ। आफू सफलता हुन उसले आफै प्रति विश्वास गर्नुपर्छ। उसले अरूप्रति विश्वास गर्यो भने अरू व्यक्ति सफल हुन्छ, आफू पछाडि ब्याक भएर जानुपर्छ। आफू सफल हुनको लागि उसले आफै प्रति विश्वास गर्नुपर्छ। हामी कोही पनि कमजोर हुँदैनौँ, मान्छेको दिमाग कसैको पनि कमजोर हुँदैन। त्यो दिमागलाई युटिलाइज कसरी गर्ने, जसले राम्रोसँग सदुपयोग गर्न सक्यो, जसले चलाउन सक्यो, त्यो दिमागले सारा विश्वलाई हल्लाउने पनि त्यो दिमाग नै हुन्छ। धेरै धन्यवाद किशोर आचार्य भाइ। उहाँले आफ्नो घर छोडेर एउटा कर्णाली देशकै विकट ठाउँ भनेर पनि चिनिन्छ, कर्णालीबाट काठमाडौँ आउँदासम्म उहाँले भोगेका कुराहरू फेरि अब नयाँ च्याप्टर सुरु गर्दाखेरिको उत्साहको कुराहरू उहाँले प्रेजेन्ट गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद।